सबैजनालाई नमस्कार है। म चाहिँ यहाँ कतारदेखि नेपालमा इलेक्सनको भोटको काउन्टिङ हेर्दा 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 आँखा फुट्न खोजिसक्यो। के गरे बालेन दाई यार, के गरे तपाईँले? त्याट लामो दाई यार, केपी मारेन तपाईँले? अहिले त ट्रिपलमा चल्दैछ रे, हेऱ्यो भोट काउन्टिङ हेऱ्यो, कहिलेकाहीँ त ट्विस्ट पनि दिनु न हो हामी हेर्ने मान्छेलाई। के गरेको झापाली जनताहरू? यसरी त भएन त, केपीले त पानी धरी भन्न पाएन त। बाफ्रे, के गरे बालेन दाई? नसक्नु छ त यहाँ त। कहिले केपी अगाडि, कहिले बालेन अगाडि, कहिले केपी अगाडि, कहिले बालेन अगाडि हुनु नि। हेर्ने मान्छेलाई पनि अलिकति मजा आओस् न, मुटुमा ढुकढुकी पिटोस्। के गरे बालेन दाई? इन्टु 4 मा चल्दिने अनि केपीले त पानी धरी भन्न पाएन है, पानी धरी भन्न पाएन। के गर्छौ त झोलेहरू? अब तिम्रो बा त सन्यास बस्ने भयो, सन्यास। अब बाका लागि, तास खेल्नको लागि सिट पुग्ने भयो कि होइन भने भजन कीर्तन गर्नका लागि चाहिँ काशी जानुपर्ने भयो। अब यो पालि त त्यस्तै हो। अर्को चुनाव छ भने त खोइ बाको फेरेको किडनी पनि